हेलो एभ्रिवान, वेलकम ब्याक टु द न्यू भिडियोमा सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। आजको ब्लग चाहिँ म यहाँबाट सुरु गर्दैछु गाइज। अनि आजको भ्यू देख्न सक्नुहुन्छ गाइज। भर्खरै पानी परेको थियो होइन, अनि त्यही भएर भ्यू चाहिँ यस्तो छ। अनि हामी दुईवटा चाहिँ हिँडिसक्यौँ उतासम्म। अनि गाइज के कस्तो लाग्छ भिडियो अन्तिमसम्म हेर्नु होला। नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला। त्यही हो आजको बनाइ। अनि यो गाइज, यो भ्यू चेक गरौ गाइज। यो यताबाट खासै देखियो छैन यार भ्यू, यताबाट खासै देखियो छैन गाइज। यो गाइज त्यही हो होइन। आजको भिडियो के कस्तो लाग्छ अन्तिमसम्म हेर्नु होला। अनि त्यही हो, आज चाहिँ मैले सब यहाँको भ्यू देखाउँछु अनि उताको गाउँ देखाउँछु, प्यारो गाउँ है। गाइज अब चाहिँ हाम्रो फोटो सुट हुँदैछ होइन। यो भ्यू त आज के दामी आइरहेछ यार, आमामामा गाइज भ्यू यो। ल गाइज म चाहिँ यहाँबाट देखाउँदैछु तपाईँहरूलाई। यहाँको भ्यू चाहिँ यहाँबाट देख्छ होला, यहाँबाट देख्छ होला। ओ माई गड, खासै राम्रो देखिएको छैन अरे यताबाट। यता यो रुखले छेक्यो के, माथि गएर देखाउँछु तपाईँहरूले यहाँको भ्यू। यो गाइज यस्तो छ बाटोको हालत चाहिँ यो। अनि अब यहाँ चाहिँ हाम्रो फोटो सुट हुन्छ होइन, 2-4वटा। अनि त्यस पछाडि म चाहिँ अर्को क्लिपमा तपाईँहरूलाई यहाँको ठक्क हामी फोटोसुट गर्छु। त्यस पछाडि फेरि भेट्छौँ है त। सो लेट्स गो गाइज। अब चाहिँ हामी चाहिँ हिँड्दैछौँ होइन गाइज। यहाँ चाहिँ भ्यू खासै राम्रो भएन कि फोटोको लागि। अब चाहिँ हामी तल गएर फोटो सुट गर्छु। म चाहिँ यो फोटोहरू हालिदिन्छु होइन। त्यसपछि आइडीमा हेर्नु होला गाइज। त्यो गाइज भ्यू चाहिँ आज कस्तो बवाल भइदिइरहेको कि गाइज। हो ल गाइज है, यस्तो कसले देख्नु भएको छ कमेन्ट गर्नुहोस् है त गाइज। ल दोस्तले चाहिँ अब एकछिन यहाँ चाहिँ फुल पनि टिप्दैछन् फोटोसुटको लागि। आमामा यो फुल त के यार बवाल फुलिरहेको त होइन गाइज। यो बवाल नै छ गाइज। अनि यो फुल चाहिँ कतिलाई मनपर्छ होइन कमेन्ट गर्नु। तपाईँहरूको लागि 2 म डेलिभरी गरिदिन्छु गाइज। त्यही हो गाइज। अनि दोस्तले चाहिँ धेरै टिपिसके। अब चाहिँ हामी हिँड्दैछु गाइज फोटोसुटको लागि। फोटो कति के कस्तो कतिजनालाई मनपर्छ होइन कमेन्ट्समा गर्नुहोस्। त्यही हो। अनि अब यही तलसम्म जाउँ, त्यहाँ दामी छ कि फोटो खिच्ने ठाउँ। यहाँ अलि राम्रो लागेन मलाई यार, यता जाउँ अब तलितिर होला होइन राम्रो राम्रो फोटोहरू खिच्ने गाइज। अब चाहिँ यो गाउँ देख्न सक्नुहुन्छ गाइज। यो चाहिँ गाउँ हो होइन, यो चाहिँ गाउँ गाइज। यो चाहिँ खेतबारीहरू हो गाइज। अनि के भनौँ, अब यस्तै हो गाइज होइन भ्यू। अनि के कस्तो लाग्छ त्यही हो। अनि या अलिक कता हुन्छ नि त यार। अनि यता हामी चाहिँ अहिले रुमबाट यतै टाढै आइसकेको छौँ। अब एकछिनमा रुममा जान्छौँ। त्यसपछि रुममा म देखाउँछु तपाईँहरूलाई हाम्रो बस्ने रुम कस्तो छ आजको। त्यही राति केटाहरूले चाहिँ हानेको होइन पप, अलि चिलमा थिए जाँदाखेरि। अब के भनौँ, अब दोस्तले चाहिँ यहीँ खिच्ने भनिरहेछन् पोज होइन। यहाँबाट यस्तो सुट कस्तो आउँछ खै, यहाँबाट भ्यू चाहिँ कस्तो हालत त। गाडी आउँछ बाटोमा, अहिले फेरि गाड्नु पर्छ गाइज होइन।
यो यिनले सजाउँदैछन् होइन यो गाइस सजाउँदैछन् फुलहरू देख्न सक्नुहुन्छ यो यिनले सजाउँदैछन् गाइस होइन त्यही होइन गाइस यिनले चाहिँ यहाँ फुलहरू सजाउँदैछन् चप्पलहरू यता राखिदियौँ अब चाहिँ हाम्रो सर्ट सिनेमेटिक रिल सुरु हुँदैछ गाइज उसले चाहिँ अब सर्ट काट्ने भनिरहेछन् यो चाहिँ हाम्रो डिजाइन हो गाइज होइन यो चाहिँ हाम्रो डिजाइन भन्न नमिल्ला खासमै कपाल कस्तो बिग्रिरहेछ आज ल है गाइज गाडी आएको अब उताबाट गाडी आइसकेको छ गाइस त्यो भएर उसले चाहिँ डिजाइन फ्याँकिदिएको अब हामी चाहिँ नेक्स्ट क्लिप चाहिँ तल गएर देखाउँछु ल भेट अन्तिमसम्म हेर्न होला अनि हेर्नु होला गाइस त्यही हो अनि अब चाहिँ हाम्रो हुँदैछ जाम्न उता तलको अनि यो म यो भ्यूहरू देखाइदिन्छु यहाँहरूलाई होइन यो गाइडलाई चाहिँ म भ्यूहरू देखाउँछु यहाँको अनि यहाँ चाहिँ यति टाढा टाढा छ कि गाइडहरू होइन गाउँ चाहिँ यहाँ टाढा टाढा छ त्यो भएर पनि मलाई यस्तो अडेर हिँड्नुपर्छ गाइड यो बाँदरहरू आउँछन् होइन नहीं तुमको क्यों मारूंगा मैं नीचे लेके सीधा दफना दूंगा अलि हानिदिन्छ गाइज हिन्दी पनि अब त्यही हो होइन अनि गाइज अब यहाँ चाहिँ सिन दाबी रहेछ अब यहाँ चाहिँ हाम्रो हुन्छ फोटोसुट हुन्छ होइन गाइज यो गाइज होइन हाम्रो चाहिँ फोटोसुट हुँदैछ ल त्यस्तै गरेर तिमीलाई नि हानिदिन्छु सेट पोजमा दामी हुन्छ कि गाइज ल है गाइज अब यिनले चाहिँ यहाँ पोज दिँदैछन् कतिलाई फोटो खिच्नु मन छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ पोजको लागि ल हान त सेट पोज ल गाइज अब यस्तो गर्नुपर्ने हुन्छ मैलेको चाहिँ अहिलेको लागि होइन यसमा चाहिँ सुट क्लिक गर्दैछु मैले ओके गाइज अब हाम्रो चाहिँ फोटोसुट भएर सकिसक्यो अब चाहिँ हामी जाँदैछौँ रुमतिर अनि अब रुम पनि उता टाढा छ यति टाढा छ गाइज यति टाढा छ रुम पनि होइन अनि यहाँ चाहिँ जानुपर्छ हामी चाहिँ उहाँसँग जानुपर्ने छ होइन मोर सानो थियो गाइज होइन रोड सानो छ गाडी चाहिँ ठुलो आइदियो क्या त्यो भएर उसलाई एउटा नाङ्गै खिच्ने पोज मन पऱ्यो रे गाइज भाइ भेट स्किप गर्नुपर्छ भेट अफ गर्नुपर्छ ल है होइन गाइज अब चाहिँ हामी जाँदैछौँ टाढा अनि गाइज होइन आजको ब्लग चाहिँ गाइज एउटी केटी पठाइदेऊ न मेरोको लागि गाइज अब आफूले पठाउन सक्दैन तपाईँहरूले भनिरहेछ होइन खासमा चाहिँ उसको गर्लफ्रेन्ड छ होइन त्यसै कारणमा ढाँटिरहेको छ उसले चाहिँ के होइन दोस् मर्गी कहिले मरि त कति महिना भयो मरेको उसले चाहिँ धोका पाएर गाइज अनि त्यो भएर उसले छाड्यो कि तिमीले छाड्यो त थाहा छैन ल यिनलाई चाहिँ थाहा छैन अरे होइन दुइटैजनाको कुराकानी हुन्थ्यो अरे अब कुराकानी हुँदै त्यस्तै टाढिँदै बिछोड भएको हो गाइज के हेर्नु यार आफ्नो त लभै पर्दैन तिनीहरूको चाहिँ परेर पनि छोडिसक्यो गाइज अनि त्यही हो होइन दोस् अब कपडा लाउँदैछु उसले चाहिँ त्यो गाइज आजको भिडियो कोठामा गएर टुङ्गाउने कि टुङ्गाउने हो यार
कोठा देखाउँछु तपाईँहरूलाई कति टाढा छ भनेर। यो बिच बाटोको चाहिँ यो क्लिप्सहरू देखाउँदै जानेछु मैले गाइज। गाडी पनि त्यही ल्याउँछ। Thanks for watching this video, all my YouTube family.